अब चाहिँ हामी चाहिँ यहाँ डोनट बनाउँदैछौँ साथीहरू। यस्तो मजाले पोल्छ है बिस्तारै। उतातिर बनिसकेको अवस्था होइन। अब यहाँ टक्क बन्दैछ आज डोनट र अनि टक्क चाहिँ दुधको मसला चिया चाहिँ बनाएर खाने योजना। मौसम पनि एकदम चिसो छ होइन। उतातिर बनाउँदैछन् हाम्रो मान्छेले। एकदम चाहिँ मेहनतलाई एकदम सङ्घर्ष मेहनतलाई चाहिँ अब कदर गर्नै पर्छ, सम्मान गर्नै पर्छ। उहाँ यतिको चाहिँ यो एकदम प्रोफेसनल टाइपको जस्तै भइसकेछ डोनट पनि होइन। साथीहरू हेर्नुहोस् टक्क हजुर यस्तै टक्क एउटा स्टोरीमा जान्छ होइन। लगाउ त सर्लक्क साइली पाएर त बिस्तारै लगाउने बिस्तारै लगाउने बास। ल डोनट बन्दैछ साथीहरू। अब यसलाई यस्तरी टक्क फर्काइदिएपछि साथीहरू आज चाहिँ हामीले चाहिँ डोनट चाहिँ बनाउने कार्यक्रमलाई चाहिँ हामीले सफल पार्यौँ है। अब यो 3-4 दिनको चाहिँ बिदाको चाहिँ समयलाई सदुपयोग गरेर चाहिँ बाहिर जाने कार्यक्रमलाई चाहिँ घुम्ने कार्यक्रमलाई चाहिँ के अरे घुम्न जाने कार्यक्रमलाई चाहिँ क्यान्सल गरेर होइन रद्द गरेर चाहिँ आज चाहिँ हामी घरमै बसेर होइन घरमै बसेर चाहिँ अब हामीले चाहिँ डोनट बनाउने कार्यक्रम चाहिँ हामीले बनाएका थियौँ र अन्ततः हामीले यो सफल बनाएरै छाडौँ है। साथीहरू कस्तो लाग्छ तपाईँहरूलाई यो डोनट? आजको हाम्रो यो डोनट चाहिँ नै मन परेमा चाहिँ एकदम प्रतिक्रिया दिन सक्नुहुनेछ होइन। एकदम चाहिँ यो डोनट बनाउनको लागि चाहिँ एकदम अहोरात्र चाहिँ खटिरहनु भएको चाहिँ मेरो प्यारी मान्छेलाई चाहिँ एकदम धेरै धेरै धन्यवाद है। ल अब सकिएको अवस्था पनि तयार भएको अवस्थादेखि लिएर अब यता डोनट छ, यतापट्टि अब क्रिम लगाएको डोनट। अब यहाँ पनि त्यो टेस्ट हाल्नु न क्रिम लगाउँदै चाहिँ हुने चाहिँ। ल यसरी लगाउने साथीहरू बिचमा टक्क क्रिम लगाइदियो मलाई क्रिम।